अब नेपालकै कुरा अर्थात् केपी शर्मा ओलीको कुरा भन्न त उनी भ्रष्टाचारमा शून्य सहनशीलता भन्थे, तर व्यवहारमा भ्रष्टाचारलाई प्रश्रय दिन्थे अनि बिचौलियासँगको साँठगाँठमा रमाउँथे भनिन्छ। प्रचण्ड प्रधानमन्त्री रहँदा उनीलाई साथ दिएको एमाले पनि सरकारमा थियो, रासोपा पनि सरकारमा जोडियो। कुरा हो भुटानी शरणार्थीको। भुटानी शरणार्थी प्रकरणमा कांग्रेस नेता बालकृष्ण खाँड पक्राउ परे अनि शेरबहादुर देउवा पत्नी आर्जु राणा देउवाको नाम पनि नक्कली भुटानी शरणार्थीमा जोडियो। प्रहरीले आर्जुमाथि निगरानी बढायो र उनीलाई पक्राउ गर्ने तयारीमा प्रहरी थियो, तर एकाएक देउवा र उनकी पत्नी ओलीलाई प्रधानमन्त्री बनाउने प्रस्तावसहित बालकोट पुगे र कांग्रेस एमालेको सरकार बन्यो। भ्रष्टाचारको फाइल खुल्न थालेपछि एकाएक उनी संसदको ठूलो दल कांग्रेससँग हात मिलाउन तयार बने। कांग्रेस एमालेको सुविधाजनक बहुमतको सरकार बन्यो। योभन्दा अघिल्लो कार्यकालमा देश कोरोना भाइरसले आक्रान्त थियो। त्यही मौकामा कानुन विपरीत हतार हतार सोझे उम्नी समूहलाई 1 अर्ब 24 करोड रुपियाँ बराबरको स्वास्थ्य सामग्री खरिदको ठेक्का दिएको थियो। कम्पनीले बजार मूल्यभन्दा निकै महँगो दरमा सामान ल्यायो अनि नेपाली थप आक्रान्त भए। यसमा तत्कालीन प्रधानमन्त्री ओली, रक्षा मन्त्री समेत रहेका नेता ईश्वर पोखरेल र ओलीका विश्वास पात्र स्वास्थ्य मन्त्री भानुभक्त ढकाल प्रत्यक्ष जोडिएका थिए। अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि उजुरी पर्यो। ओलीकै प्रभावमा रहेको अख्तियारले अनुसन्धानतिर ध्यानै दिएन। लगत्तै उनको विश्वास पात्र प्रेम कुमार राईलाई अख्तियार प्रमुख बनाइयो, त्यो पनि संवैधानिक परिषद सम्बन्धी अध्यादेश नै ल्याएर। ओली शक्तिशाली प्रधानमन्त्री भएकै कारण यति प्रकरण, ओम्नी प्रकरण यी सबै सामसुम बनाउने काम भयो। 2076 सालमै काठमाडौँको दरबार मार्ग र तारचल स्थित नेपाल ट्रस्टको जग्गा व्यावसायिक प्रयोजनका लागि यति समूहलाई भाडामा दिँदा अपनाएको प्रक्रिया अपारदर्शी रहेको भन्दै प्रश्न उठाइएको थियो।